यो कार्यक्रमका उद्घोषक एवं यस विद्यालयका शिक्षकज्यू, जय मानव सेवा जय मानवता, सबैका लागि खाना नाना र खाना र शिक्षा भन्ने मुख्य संकल्प सहितको यो मानव सेवा कार्यक्रम अर्थात् समाजसेवी सुश्री कुसुम बस्नेत र समाजसेवी शिवकुमार पन्तद्वारा एउटा ढाडसको रूपमा सहयोगको रूपमा जो आयो काठमाडौँबाट, जापानबाट, पूर्वको एउटा देशबाट बाजुराको पश्चिम बाजुरामा उहाँहरू पुग्नुभयो। यो न्यानो लुगा वितरण कार्यक्रमका अध्यक्ष एवं यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय अङ्कल, त्यसै गरी यो कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नागार्जुन नगरपालिका 10 शिवचाटा काठमाडौँका हाम्रो भगवान शिवकुमार पन्त, त्यस्तै सुदूरपूर्वको एउटा देशमा बस्ने जापान जस्तो देशमा बस्ने कुसुम बस्नेजीलाई म यो बाजुराको जननीबाट उच्च सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि गौमन गाउँपालिकाका कार्यपालिकाका सदस्य, त्यसै गरी यो कार्यक्रमको विशिष्ट अतिथि उहाँकै टिम लगायत सेसनका अध्यक्ष, यो विद्यालयका प्रधानाध्यापकज्यू, यो विद्यालयका शिक्षक, त्यस्तै शिक्षिकाज्यूहरू र यो कार्यक्रममा सहभागी बन्नुभएका उपस्थित हुनुभएका तपाईहरु सम्पूर्ण मेरो आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा यो अपराह्नकालीन समयमा यहाँलाई सिर्नेउरा र न्यानो नमस्कारको अभिवादन व्यक्त गर्न चाहन्छु। खास गरी समाजमा विभिन्न थरीका, विभिन्न प्रकृतिका, विभिन्न भाषा र भाषीका मान्छेहरूको बसोबास हुने गर्दछ। त्यहाँभित्र त्यो समाजभित्र कोही गरिब होला, कोही विपन्न होला, कोही धनी होला र त्यो समुदायमा कतिपय मान्छेहरू नाना खाना र खानासँग जोडिएका होलान्, कतिपय शिक्षा आर्जन गर्न नसकेका होलान्। ती गरिब दुखीहरूको लागि सामाजिक रूपमा सेवा गर्ने, समाजको ऐना बन्ने, जसरी हामी पत्रकारिताको हिसाबले समाजको ऐना बनिरहेका छौँ, त्यसरी नै समाजको ऐना बन्ने गरी जसरी हाम्रो आदरणीय शिवकुमार पन्त सर काठमाडौँबाट, शिवचाटार काठमाडौँबाट बाजुराको गौमन गाउँपालिकाको शालीको पुग्नुभयो। उहाँ आफूलाई पुगेर टन्न आउनु भएको होइन, यहाँलाई अवगत होस्। अभावले दबावले गरिबीले दुःखले पिछौलेपनले उहाँ पनि हिजो हुर्किनु भएको हो। मलाई टन्न पुगेर, मलाई टन्न आफूलाई भएर मात्र तपाईँहरूले सम्झिएको होइन। मान्छेको मन ठुलो हुनुपर्छ, धन चाहिँदैन। मैले थुप्रैसँग भने यसअघि म विशेष गरी सम्झिन चाहन्छु आदरणीय जाइकला रुगाया, जो अहिले राष्ट्र सेवा कर्मचारीको रूपमा हुनुहुन्छ। उहाँले एक प्रकारको सम्बन्ध सम्पर्क सहकार्य गर्नुभयो र अर्को टिम आयो। शिव सरसँग उहाँले सम्पर्क गर्नुभयो, उहाँले जापानको एकजना मेमसँग सम्पर्क गर्नुभयो। जापानमा उहाँ भाडा माझ्दै हुनुहुन्छ होला। हामीलाई लाग्छ विदेश टन्न मजाले कारमा, चिल्लो कारमा हिँड्ने होइन। यहाँ हामी जसरी मेलले माथिको डडुल्या लगायत यावत ठाउँमा आलु जसरी लगाउन जान्छौँ अथवा खेतबारी गर्छौँ, भैँसी पाल्छौँ, गाई पाल्छौँ, बाख्रा पाल्छौँ भने उहाँ पनि त्यस्तै मान्छेहरू, त्यस्तै प्रकृतिका मान्छेहरू बस्छन्। यति फरक हो। विकासको दृष्टिकोणले जापान माथि छ, हामी नेपाल पछाडि छौँ। त्यसैले टन्न उहाँले पुगेर होइन, उहाँले यो बाजुराको अभाव दबाव गरिबीलाई यहाँको एक प्रकारको समस्यालाई अनुसरण गरेर, ग्रहण गरेर उहाँले यो जो एक प्रकारको न्यानो लुगा वितरणका लागि आफै काठमाडौँको 3 दिनको बाटो हिँडेर आज लगभग 4 दिन भयो होला उहाँहरूलाई, 4 दिनमा गौमन गाउँपालिका पुग्नुभयो। म कुसुम मेम लगायत उहाँको टिमलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको तर्फबाट, यो जननीको तर्फबाट, यो गाउँको तर्फबाट, यो माटोको तर्फबाट, यहाँका देवी देवताको तर्फबाट उच्च सम्मान र शिरमा राखेर उहाँलाई सम्मान गर्न चाहन्छु। हामी कतिपय हाम्रा अवस्था अझै पनि जग्जाएर छन्, अझै पनि हामी पीडामा छौँ, अझै पनि हामी दुखी छौँ। यो दुखीको दुःखको मलम जो उहाँहरूको टिम बन्नुभयो,
उहाँलाई विशेष आभार प्रकट चाहन्छु। अघि बाटोमा आउँदै गर्दा उहाँले भन्नुभयो यहाँ अलिक सहज छ, योभन्दा विकट मुगु हुम्ला जुम्ला कालीको छ, त्यहाँ पनि उहाँ पुग्नु भएको छ। त्यसैले हामी गरिबको नाना खाना र शिक्षा भनिदिनु भयो। म कुसुम मेम, शिव कुमार पन्त सर, त्यस्तै गरी हाम्रो आदरणीय दाइ कलको प्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र अब कतिपय सामाजिक सेवा गर्ने मान्छे म भनिहाल्छु, अघि सरसँग अनौपचारिक छलफल पनि भयो। समाजका नाममा कुचेष्टा बोकेर आउने पनि छन्। यतातिर 1, 2, 3, 4 मा पनि अस्तितिर वितरण गरियो। त्यहाँको समाजसेवा र यहाँको समाजसेवा फरक छ। म कसैसँग फेस गर्न चाहन्छु, अर्थात् उहाँहरू आउनुहुन्छ भने म फेस गर्न चाहन्छु। किनभने समाजसेवाका नाममा कुचेष्टा राखेर गाउँमा छिर्न दिनु पनि हुँदैन। यो कुराहरू उहाँहरूले एकदम मजाले बुझ्नु होला। समाजसेवाका नाममा, सामाजिक सेवाका नाममा हरेक प्रकृतिका मान्छे गाउँमा छिर्छन्। मलाई लाग्छ अस्ति कैलालीको एउटा समाचार तपाईँहरूले सुन्नुभयो होला, त्यहाँ सामाजिक सेवा गर्ने नाममा, इसाई धर्ममा प्रवेश गराउने नाममा विद्यार्थीहरूलाई प्रशिक्षण दिएको रहेछ। ऊ अहिले जेलमा छ। यस्तो कुराहरूमा हामीले ध्यान दिनुपर्छ। यही शिव सर हुनुहुन्छ, शिव सर काठमाडौँको मान्छे, कुसुमजी पनि नेपालको मान्छे, जापान बस्नुहुन्छ। उहाँले आफ्नो लगानी, आफूले टन्न पुगेर भन्दा पनि आफूलाई अभाव छ, त्यही अभाव अरूलाई छ भन्ने कुरा समाजसेवा गर्ने मान्छेलाई बुझ्दछ। समाजसेवा गर्ने मान्छेले टन्न पुग्या हुँदैन। किनभने अभाव गरिबीले दुःखले जो मान्छे माथि उठ्यो हुन्छ त्यसलाई मात्र दुःखीको दुःख थाहा हुन्छ कि